आउनुहोस् आज चाहिँ हामी अमिलो पिरो सबै कुरा एकदम टक्क लागेको पुरेली स्टाइलमा भोगटे साधौँ है। सुरुमा चाहिँ हामी कतिजना छौँ त्यही अनुसार भोगटे लिए अनि त्यसलाई काटे। त्यसपछि बिजुला नफुट्ने गरी केस्रा केस्रा गरेर छोडाएँ। अनि अलिकति जिरा, मौली सुप, ज्वानो, 5 फुरन लिएर त्यसलाई भुटेँ। अनि हल्का रातो भएपछि त्यसलाई मिक्सरमा हालेर पिसेर मसला बनाएँ। अनि थोरै तेल तताएर त्यसमा खोर्सानी पड्काएँ र अलिकति हर्दी हालेर त्यसलाई मैले भोगटेमा झानिदिएँ। अनि आफूलाई कति मिठो लाग्छ त्यही अनुसार छोप हाल्ने, नुन हाल्ने अनि त्यसमा अलिकति दही पनि हाल्दिएँ मैले चाहिँ 2-3 चम्ची दही हाल्दिने अनि दही हालेर त्यसलाई मोलिदिने। अनि त्यसपछाडि रेडी हुन्छ हाम्रो अमिलो एकदम पिरो टक्क स्वाद भएको मिठो भोगटे। साँधेको भोगटे। यो साँधेको भोगटे चाहिँ मेरो अल टाइम फेभरेट हो। म हरेक सिजनमा हरेक वर्ष यो साँधेको भोगटे खान्छु नै। यस्तो मिठो मुखै रसाउने साँधेको भोगटे कसलाई चाहिँ मन पर्दैन होला र। तपाईहरु पनि छिट्टै साँधेर खाइहाल्नुस् है। बाई बाई अन्टिल द नेक्स्ट भिडियो।